आजको यो विश्लेषणात्मक प्रस्तुतिमा यहाँहरूलाई स्वागत छ। आज हामी एउटा अत्यन्तै जरुरी र गम्भीर विषयमा कुरा गर्दैछौं जुन अहिले भित्रभित्रै ठूलो संकटको रूपमा विकसित भइरहेको छ। भर्खरैका तथ्याङ्क र विशेषज्ञहरूका रिपोर्ट हेर्ने हो भने हामी एउटा उच्च संक्रामक स्वास्थ्य चुनौतीको अगाडि उभिएका छौं। र यो कुनै सामान्य स्वास्थ्य समस्या मात्रै पक्कै होइन है। यसले हाम्रो समग्र जनस्वास्थ्य प्रणालीको पूर्व तयारी र त्यसमा रहेका कमजोरीहरूलाई छर्लङ्ग पारिदिएको छ। दादुराको बढ्दो संकट र खोपको यो अभावले कसरी एउटा भयानक जोखिम निम्त्याइरहेको छ, आज हामी यसैको गहिराईमा पुग्नेछौं। ठिक छ, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। 545। यसो हेर्दा यो एउटा साधारण अङ्क जस्तो लाग्न सक्छ नि, होइन? तर यो हाम्रो छिमेकी राष्ट्र बङ्गलादेशमा भर्खरै दादुरा र यससँग मिल्दोजुल्दो लक्षणका कारण ज्यान गुमाउने बालबालिकाहरूको सङ्ख्या हो। साँच्चै भन्ने हो भने यो आँकडाले अवस्था कति गम्भीर छ भन्ने कुराको स्पष्ट झल्को दिन्छ। जब एउटा संक्रामक रोगले यति छोटो समयमा यति धेरै ज्यान लिन्छ नि, तब यसले सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई नै सतर्क रहन एउटा ठूलो साइरन बजाइरहेको हुन्छ। अवस्था कतिसम्म बिग्रिएको छ भने युनिसेफ र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बङ्गलादेशमा 20,000 भन्दा बढी मानिस त संक्रमित नै भइसकेका छन्। अब यहाँनिर मुख्य प्रश्न आउँछ, यस्तो कसरी भयो त? यसको मुख्य कारण सन् 2024 को अगस्टमा भएको विद्यार्थी आन्दोलन र त्यसपछिको राजनीतिक उथलपुथललाई मानिएको छ। विशेषज्ञहरूले स्पष्ट औँल्याएका छन् कि नयाँ अन्तरिम सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नसक्दा र समयमै खोप खरिद नगर्दा यो अवस्था आएको हो। यसबाट हामीले के सिक्न सक्छौं भने नियमित स्वास्थ्य प्रणालीमा सानो मात्रै पनि अवरोध आयो भने यस्ता संक्रामक रोगहरूले डढेलो जस्तै रूप लिन सक्छन्। अब विचार गरौँ, बङ्गलादेशको यो अवस्थाले हामीलाई किन झस्काउनु पर्छ त? कारण के हो भने स्वास्थ्य अधिकारीहरूले हामी पनि ठ्याक्कै त्यस्तै प्रकृतिको सङ्कटतर्फ उन्मुख भइरहेको चेतावनी दिइरहेका छन्। जसरी बङ्गलादेशमा करारका स्वास्थ्यकर्मी हटाइए र खोप व्यवस्थापनमा नीतिगत कमजोरी देखियो, नेपालमा पनि ठ्याक्कै त्यस्तै पूर्व सङ्केतहरू देखिएका छन्। आपतकालीन बजेटको अभाव, अन्तर्राष्ट्रिय दात्री निकायहरूको ढिलाइ र सरकारले स्वास्थ्यकर्मीहरूलाई हटाउने निर्णय, यो सबै कुराहरू मिल्दोजुल्दो छन्। यसले नेपाललाई पनि एउटा ठूलो स्वास्थ्य जोखिमको संहारमा उभ्याएको छ। खण्ड 1, 7 जिल्लामा फैलिएको प्रकोप। अब हामी बाहिरी देशको मात्र कुरा नगरी सिधै नेपालको आफ्नै भौगोलिक सिमानाभित्रको यथार्थलाई हेरौँ है त। यहाँनिर यो तथ्याङ्क हेरौँ त। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार विगत 6 महिनामा मात्रै सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहा गरी 7वटा जिल्लामा सयौं बालबालिका दादुराबाट संक्रमित भइसकेका छन्। तर यहाँ सबैभन्दा अचम्मको कुरा के छ भने यति धेरै ठाउँमा संक्रमण फैलिँदा पनि सर्लाही र बागलुङको ढोरपाटन नगरपालिकामा मात्रै विशेष खोप कार्यक्रम सञ्चालन गरिएको छ। सोच्नुहोस् त, संक्रमण 7वटा जिल्लामा छ, तर लक्षित खोप अभियान एकदमै सीमित ठाउँमा मात्र। यसले त हाम्रो महामारी नियन्त्रणको तयारीमा कति ठूलो खाडल छ भन्ने कुरालाई स्पष्ट पार्छ। खण्ड 2, संकटका भित्री कारणहरू। हामीले बाहिर देखिएको प्रभाव त हेर्यौं, तर अब यसका अन्तर्निहित कारणहरू के हुन् त? जनस्वास्थ्यविदहरूले यसको पछाडि केही गम्भीर प्रणालीगत कमजोरीहरू औल्याइएका छन्। वास्तवमा यो संकट कुनै एउटा मात्र गल्तीको परिणाम होइन, यो त एउटा श्रृङ्खलाबद्ध विफलता हो। हेर्नुस् है, पहिलो कुरा नियमित खोपको पहुँच र यसबारे जनचेतनामै ठूलो कमी देखियो। दोस्रो, सरकारले खोप अभियानमा खटिएका करारका कर्मचारीहरूलाई ठूलो संख्यामा हटायो र बारम्बार प्रकोप देखिँदा पनि खोप खरिदमा समयमै ध्यान दिएन। अनि तेस्रो र सबैभन्दा दुर्भाग्यपूर्ण कुरा, जब हाम्रा स्वास्थ्य अधिकारीहरूले दात्री निकायसँग खोप मागे त्यतिखेर बङ्गलादेशमा ठूलो प्रकोप फैलिसकेको थियो। स्वाभाविक रूपमा दात्री निकायको ध्यान त्यसतर्फ मोडियो, जसले गर्दा नेपालले समयमै खोप पाउन सकेन। यसैबीच स्वास्थ्य मन्त्रालयले बल्ल तल्ल दात्री निकायबाट दादुराको खोप प्राप्त गरेको जनाएको छ र त्यो संख्या हो 2 लाख डोज, जुन खोप गत पुसमै माग गरिएको थियो। सुन्दाखेरि 2 लाख डोज धेरै जस्तो लाग्न सक्छ नि, होइन? तर मुख्य प्रश्न यहाँ छ, के यो साँच्चै पर्याप्त छ त? यो कुराले हाम्रा स्वास्थ्य अधिकारीहरू कति अप्ठ्यारो परिस्थितिमा छन् भन्ने कुरालाई एकदमै सटिक रूपमा देखाउँछ। खोप शाखा प्रमुख डाक्टर अभियान गौतमको यो भनाइलाई नै हेरौँ न।
उहाँले भन्नुभएको छ कि प्राप्त भएको यो 2 लाख डोज खोप प्रकोप फैलिएका सबै क्षेत्रका बालबालिकालाई पुग्दैन। माग अत्यन्तै धेरै छ, तर आपूर्ति ज्यादै न्यून। अब यो सीमित खोप कुन जिल्लामा पठाउने र कुन जिल्लालाई पर्खाउने, यो धर्म सङ्कटले हाम्रो प्रणालीको तयारी कति फित्लो रहेछ भन्ने कुरा उजागर गर्छ। यही सन्दर्भमा खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले एकदमै स्पष्ट र गम्भीर अडान राख्नुभएको छ। उहाँका अनुसार दात्री निकायले ढिलाइ गरे पनि आपतकालीन खोप भण्डारण गर्ने र नागरिकको जीवन रक्षा गर्ने अन्तिम दायित्व त सरकारकै हो। सरकार आफ्नो मुख्य जिम्मेवारीबाट उम्किन मिल्दैन। उहाँहरूको यो भनाइले नीतिगत तहमा हुनुपर्ने जवाफदेहिता र पूर्व तयारीको अभावमाथि सिधै प्रहार गरेको छ। दात्री निकायको मात्र भर पर्नुले हामीलाई कति ठूलो जोखिममा पारेको रहेछ भन्ने कुरा यसले प्रश्न पार्छ। खण्ड 3 दादुराको जोखिम बुझ्दै। अहिलेसम्म हामीले नीतिगत कुराहरू गर्यौं, तर अब अलिकति यो भाइरसकै जैविक यथार्थतर्फ लागौं। आखिर यो दादुरा कस्तो रोग हो? दादुरा अर्थात् मिजल्स यो छालामा आउने सामान्य बिमरा मात्रै पक्कै होइन, यो त एउटा अत्यन्तै संक्रामक भाइरल रोग हो। यो कति छिटो सर्छ भने एउटा संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा मात्रै पनि हावाको माध्यमबाट यसले वरिपरिका धेरै मानिसलाई सजिलै संक्रमित गर्न सक्छ। विशेष गरी खोप नलगाएका व्यक्तिहरूको लागि यो निकै घातक साबित हुन सक्छ र यही कारणले गर्दा अहिले स्वास्थ्य अधिकारीहरू यति धेरै चिन्तित देखिएका हुन्। यसको असर साँच्चै नै डरलाग्दो हुन्छ। सुरुमा त उच्च ज्वरो आउने, नाक बग्ने र आँखा रातो हुने जस्ता लक्षणहरू देखिन्छन्। त्यसपछि बिस्तारै मुखभित्र सेता साना दागहरू देखा पर्न थाल्छन्। तर कुरा यहाँ मात्र रोकिँदैन नि। यसले निमोनिया, इन्सेफलाइटिस अर्थात् मस्तिष्क सुन्निने जस्ता अत्यन्तै गम्भीर जटिलताहरू निम्त्याउन सक्छ, जसले अन्ततः बिरामीको ज्यानै लिन सक्छ। यो रोगलाई किन यति गम्भीर रूपमा लिएको छ भन्ने कुरा यो शारीरिक असरको चक्र हेरेपछि हामी बुझ्न सक्छौं। अब यसको सबैभन्दा ठूलो जोखिम कसलाई छ त? साना बालबालिका, गर्भवती महिला, वृद्ध र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू यसको उच्च जोखिममा पर्छन्। तर यहाँनेर सबैभन्दा महत्त्वपूर्ण र आशालाग्दो कुरा के छ भने यो पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो। बच्चा जन्मेको 9 महिना र 15 महिनामा दादुरा विरुद्धको 2 डोज खोप दिएमा यसबाट पूर्ण रूपमा बच्न सकिन्छ। र सबैभन्दा राम्रो कुरा त के भने यो खोप नेपालभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा पूर्ण रूपमा निःशुल्क उपलब्ध छ, अर्थात् समाधान हाम्रै पहुँचमा छ। खण्ड 4 सन् 2026 को उन्मूलन लक्ष्य। हामीले रोग र यसको समाधान त बुझ्यौं, तर अब यो सबै कुराले हाम्रो राष्ट्रिय लक्ष्यलाई कसरी असर गर्दैछ त हेरौं। यो समय रेखा हेर्दा अलिकति निराशाजनक तस्बिर देखिन्छ। नेपालले सुरुमा सन् 2019 भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो, तर त्यो पूरा हुन सकेन। त्यसपछि सन् 2023 को नयाँ लक्ष्य तय गरियो। तर दुर्भाग्यवश 2022 र 2023 मा काठमाडौँ सहित विभिन्न जिल्लामा पुनः दादुराको ठूलो प्रकोप फैलियो र त्यो लक्ष्य पनि असफल भयो। अहिले नेपालले सन् 2026 सम्ममा दादुरा पूर्ण रूपमा उन्मूलन गर्ने नयाँ लक्ष्य राखेको छ। तर अहिलेको यो अवस्था हेर्दा त यो लक्ष्य पनि ठूलो सङ्कटमा परेको देखिन्छ। किनभने आधिकारिक रूपमा दादुरा उन्मूलन घोषणा गर्न त्यति सजिलो छैन। यसका शर्तहरू एकदमै कडा छन्। प्रति 10 लाख जनसङ्ख्यामा वर्षमा 5 भन्दा कम मात्र केस देखिएको हुनुपर्छ। लगातार 3 वर्षसम्म देशमा कुनै पनि नयाँ प्रकोप फैलिएको हुनु हुँदैन र यसको स्वतन्त्र अन्तर्राष्ट्रिय प्रमाणीकरण पनि हुनुपर्छ। अहिले एकैपटक 7-7वटा जिल्लामा यसरी प्रकोप फैलिरहेको अवस्थामा यी कडा शर्तहरू पूरा गर्नु लगभग असम्भव जस्तै बन्दै गएको छ। यो सबै विश्लेषणपछि हामी एउटा गम्भीर मोडमा आइपुगेका छौं। दात्री निकायको पर्खाइ, सीमित खोपको वितरण र बजेटको अभाव जस्ता जुन प्रणालीगत कमजोरीहरू छन् नि, के यिनलाई समयमै सुधार्न सकिएला त? के सम्बन्धित निकायहरूले बेलैमा आपतकालीन कदम चालेर नागरिकको जीवन रक्षा गर्न सक्लान्, वा सन् 2026 को यो उन्मूलन लक्ष्य पनि विगतका वर्षहरूमा जस्तै फेरि एकपटक हाम्रा हातबाट फुत्किएर जाला? यो यस्तो प्रश्न हो जसको उत्तरले आगामी दिनमा हाम्रा हजारौं बालबालिकाको भविष्य तय गर्नेछ।